समात्यो त्यो सर्प समात्ने हो भिडियो गराउनु हो आयो आयो अड्डा भयो त्यसले त्यति अड्डा भयो स्याबास हो हो सब भिडियो गराउनु ए भाग केटाकेटी बाहिर भाग भिडियो गराउनु अनि जिनी तिम्रो बाख्रा बन्ने अरे कति कालो रहेछ नि भाग लाग्यो फेरि त्यही पनि कस्तो यो भेटेको खोल्नु भिडियो बनाउनु है घाँसमा जाला हरौला ओबी भिडियो बनाउनुहोस् भन्नुहुन्छ क्या बच्चो रहेछ क्या यो टाउको अब कसरी ओबी अझ अझ पन्जा छोडाउनुहुन्छ ल ल ल ल बच्चो रहेछ होइन सर बच्चा रहेछ 1 वर्षको करिब 1 वर्षको हो है यो करिब 1 वर्षको सर्प हो यो यसले चाहिँ सित्तिबित्ती तोक्दैन यो चाहिँ डराएर चाहिँ तोक्ने हो यो के अरे सर्पले चाहिँ यो चाहिँ मुन्टो कस्तो गराउनु छ यसको नजिक जानुभयो भने यो आफै उठेर चाहिँ स्वाह गरिहाल्छ है यो सर्प चाहिँ विशेष गरी यो सबभन्दा विषालु सर्प भनेको यही हो क्या हाम्रो यता पाउने भने अर्को गराइसले पुरै झ्यापै टोक्छ खाना दिएर टोक्छ यो सर्पले चाहिँ भर्सक नटोकेर डराउनु दिन्छ के त्यही त सुसाइरहेको थियो क्या हजुर सानो सानो रहेछ नि हजुर यो त मुन्टो यस्तो गराउनु रहेछ यस्तो फुल्याउनु रहेछ त यो त अर्कै होइन फोटो खिचिदिनु भएको छ अनि यसबाट खिचेछ अब हालिदियो वाट्सएपमा ठिक छ हामीलाई वाट्सएपमा हालिदिनु होला यही नम्बर हो नि मैले फोन गरेँ त्यसैमा हालिदिनु होला के अरे घरको उसको व्यक्तिको नाम चाहिँ घरमुलीको अमीर पोखरेल अमीर पोखरेल यो सोरम पर्छ होइन हजुर तुलसीपुर 16 ल हस् हजुर हामी लाग्छौँ के अरे सर्प चिन्नु होला चिनेर सर्प चाहिँ कहिले नमार्नु होला है त्यसो भए यहाँ त एकजना यहाँ अर्का पनि हुनुहुन्छ यहाँ दुईटा सर्प मार्ने भने यहाँको यो वातावरण मेन्टेन गर्नु जुन हामीले के हाम्रोमा त यहाँ तपाईँहरूले के नाम राख्नुहुन्छ हामी धम्ला भन्छौँ है खासै फरक पर्दैन त्यो सर्पले केही गर्दैन त्यहाँलाई त नमस्कार गरेर गइहाल्नुहुन्छ गराइ चाहिँ यहाँ त अब के गर्ने र सबभन्दा गराइदेखि चाहिँ अलिकति गर्नलाई गराइसले कसरी खान नदिएर टोक्छ अस्ति है अङ्कल गराइज कति लामो यहाँ अङ्कलले उ गर्नु भएको छ गराइ यो गोमन भयो भने यसले तर्साउँछ उ चाहिँ थाहा दिन्छ गराइस त सबभन्दा डेन्जर हुने गराइ चाहिँ थाहा दिन्न है त्यसले अब हुन त त्यो पनि सोझो सर्प त्यति मात्रै हो कि यसरी टोक्ने बेला कस्तो डब्बामा गराइजको के भनेदेखि गराइजमा त सोझो सर्प होइन तर चाहिँ यो चाहिँ यसले चाहिँ अगाडि आफ्नो आफूलाई शरीरमा खतरा भयो भने चाहिँ यसले चाहिँ आफ्नो चिन्ह छोड्छ भनौँ न तर गराइ चाहिँ कस्तो हुन्छ सोझो सर्प हुन्छ त्यसलाई नचगाउँछ तर अलिकति चिसिको भने चाहिँ हामी आँखा चिम्लिया भरमा पनि त्यसले टोकिदिन्छ क्या त्यो थाहा हुन्न हामीलाई फेरि यस्तो फुल्लिँदै छ नि हस् हजुर हामी लाग्छौँ